मात्र 10 रुपियाँमा एक प्याकेट पानीपुरी। यस, यु अल हर्ड इट राइट। आज चाहिँ मैले दोकानमा पानीपुरी त्यो पनि 10 रुपियाँमा एक प्याकेट भनेर देखेँ। अनि मलाई सुरुमा त हल्का हाँस पनि उठ्यो, किनभने आजकल त 10 रुपियाँको पानीपुरी पाउन त एकदमै गाह्रो नै छ। अनि टेस्ट गरौँ न त भनेर मैले चाहिँ लिएर आएँ। आउँदाखेरि चाहिँ सुरुमा मैले सुक्खा पुरी चाखेँ, अनि सुक्खा पुरी चाहिँ ठिकठाकै थियो, त्यस्तो वाउ होइन, ठिकै थियो। अनि त्यसपछि यसमा चाहिँ एउटा जलजिराको प्याकेट हुँदो रहेछ, अनि त्यसमा मैले पानी मिलाएँ। अनि यसमा चाहिँ त्यो आलुहरू त्यस्तो केही हुँदैन थियो, जस्ट पानी अनि पुरी मात्रै थियो, बिकज यसको नामै हो पानीपुरी, त्यही भएर चाहिँ पानीपुरी मात्रै राखेको होला, आलु नराखेको होला। अनि यसमा चाहिँ पानी हालेर खाँदाखेरि चाहिँ ओभरै मलाई मिठो लाग्यो, किनभने नर्मली आजकल जलजिरामा त्यति धेरै टेस्ट हुँदैन, अमिलो पनि अनि चट्ट नुनहरू पनि मिलेको त्यस्तो टेस्ट हुँदैन। अनि यो जलजिरामा चाहिँ एकदमै मिठोवाला टेस्ट थियो। अनि पानीपुरीलाई एकदम 10 आउट अफ 10 नै म दिन चाहन्छु। सो हजुरहरू पनि ट्राई गर्नुहोस्।